नमस्कार सम्पूर्ण दर्शकबिनहरूलाई नेपाल इन्साइडरमा स्वागत गर्दछु। सुरु गरौँ आजका प्रमुख अपडेटहरूबाट। प्रतिनिधि सभामा सांसदहरूले हाजिर गरेर केही बेरमा बैठक छाड्ने अर्थात् हट्टा गर्ने प्रवृत्ति देखिएको छ। यसलाई बङ्क पनि भनिन्छ। बैठक सुरु हुँदा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने तर महत्त्वपूर्ण छलफल र निर्णयको बेला सांसदहरू सदनमा नदेखिने अवस्था दोहोरिँदा सांसदहरूको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। सांसदहरूको न्यून उपस्थितिको कारण विधेयकमाथिको गम्भीर छलफल प्रभावित हुने, जनताका आवाज प्रभावकारी रूपमा उठ्न नसक्ने र संसदको निर्णय प्रक्रियामै असर पर्ने देखिएको छ। यसले संसदीय व्यवस्थाप्रति नागरिकको विश्वास कमजोर बनाउने र जनप्रतिनिधिको जवाफदेहितामाथि समेत प्रश्न खडा गरेको छ। यस समस्यालाई समाधान गर्न राजनीतिक दलहरूले आफ्नो संसदलाई जिम्मेवार बनाउनु पर्ने देखिन्छ। सचिवालयले उपस्थिति र सहभागितालाई थप प्रभावकारी रूपमा अनुगमन गर्नुपर्ने देखिन्छ। संसद लोकतन्त्रको सर्वोच्च थलो भएकोले सांसदहरूको नियमित जिम्मेवार र सक्रिय सहभागिताले मात्र संसदीय प्रणालीप्रति जनविश्वास बलियो बन्ने अपेक्षा गरिएको छ, गरिनेछ। सरकार निर्वाचित अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको देखिन्छ। अझ खास गरी प्रधानमन्त्री यसरी अलोकतान्त्रिक ढङ्गले चलिरहनु भएको आवाजप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौँ। सरकारको उल्टो मती र कूटनीतिक अदूरदर्शितातर्फ आकर्षित गर्न चाहन्छु सभामुखले। प्रधानमन्त्रीज्यूले केही समय अघि सामाजिक सञ्जालमा ढुक्क हुनुहोस् भन्दै ठुलो आश्वासन बाँड्नु भएको थियो। तर आज अमेरिकाको वेस्ट कोस्टमा बस्ने 1.5 लाख नेपालीहरूले सरकारबाट ठुलो धोका पाएका छन्। खुलेको 1 वर्ष पनि नपुग्दै सान फ्रान्सिस्कोको महावाणिज्य दूतावास बन्द गर्ने जुन आत्मघाती निर्णय गरियो, म त्यसको घोर विरोध गर्न चाहन्छु। सभामुख महोदय, यो केवल एउटा कार्यालय बन्द भएको विषय होइन, यो त नेपाल सरकारको नीतिगत अस्थिरताको नाङ्गो रूप हो। सभामुख महोदय, आज संसारका ठुला मुलुकहरू प्रविधिको मुटु मानिने सिलिकन भ्यालीमा आफ्नो कूटनीतिक उपस्थिति बलियो बनाउनको लागि अर्बौं लगानी गरिरहेका छन्। भविष्य डिजिटल इकोनोमी र आर्टिफिसियल इन्टेलिजेन्सको हो। सभामुख महोदय, हाम्रा छिमेकी मुलुकहरू त्यहाँ व्यापार र प्रविधिको साझेदारी गरिरहेका छन्। तर हाम्रो सरकार भने सम्भावनाको त्यो केन्द्रबाट आफै लाचार भएर कुदेर भाग्दैछ। सभामुख महोदय, पश्चिमी तटको 11 राज्य हेर्ने गरेको खुलेको यो महावाणिज्य दूतावास बन्द गर्दा यता बसेका नेपालीहरूले पाउने दुःख, असुविधा र अमेरिकामै कूटनीतिक लाचारीपन हुन्छ। सभामुख महोदय, भन्नलाई देशमा डिजिटल नेपाल बनाउँछौँ, प्राविधिक र विदेशी लगानी भित्र्याउँछौँ भन्दै ठुला गफ हाँक्ने अनि संसारकै सबैभन्दा ठुलो प्रविधिक केन्द्र रहेको कूटनीतिक ढोकामा आफै ताला लगाउने यो सरकारको यो कस्तो खालको कूटनीति हो? सभामुख महोदय, म प्रश्न गर्न चाहन्छु। सभामुख महोदय, यो निर्णयले हाम्रो सबैभन्दा जोखिममा रहेको नागरिकहरूलाई ठुलो अन्याय गरेको छ। त्यहाँ कानुनी हैसियत स्पष्ट नभएका अनडकुमेन्टेड व्यक्तिहरू, हाम्रा हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ। पराई मुलुकको कानुन र प्रशासनको डरको बीच त्यो वाणिज्य दूतावास उहाँहरूको लागि आफ्नै देशको एउटा सुरक्षित आँगन जस बनेको थियो। सभामुख महोदय, बैंकिङ क्षेत्रको लगानी वृद्धि हुन सकेको छैन। त्यस अर्थमा आज अर्थतन्त्र गम्भीर रूपबाट धर्मराएको छ। कानुनी राज्यको मान्यता विपरीत महान्यायाधिवक्ताको कार्यालयले जेनजी आन्दोलनका अभियुक्तहरूको मुद्दा पेशी स्थगन गर्नु भन्ने जुन ठाडो आदेश दिएको छ, यसले अर्को गम्भीर लाज पनि लजाएको अवस्था पैदा भएको छ। सँगसँगै चितवनको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित गरेको प्रदेश सभा सम्बन्धी जुन संरचनामाथि प्रश्न खडा गरेको छ, यसले राजनीतिक दललाई चिन्ता व्यक्त गरेको छ। नेकपा एमाले यसप्रति गम्भीर भएको छ। त्यति मात्रै होइन सभामुख महोदय, सरकारले ब्लू बसको नाममा एउटा नयाँ संरचनालाई प्रयोग गर्न खोजिरहेको छ। अहिले साझा यातायातसँग 111 वटा गाडी छन्। सभामुख महोदय, यी 111 वटा गाडीभित्र 8 वटा विद्युतीय गाडी महिलाहरूलाई निःशुल्क प्रयोग गर्ने भनेर जसरी अहिले डेन्टिङ पेन्टिङ गरेर नयाँ रङ लगाउने निर्देश भएको छ, यसप्रति हामी गम्भीर भएका छौँ। सभामुख महोदय, अब यात्रामा हामीले छोरा र छोरी सँगै हिँड्दा छोरी
गाडीमा चढ्नुपर्ने छोरो प्रतीक्षा गर्नुपर्ने बाबु र आमासँग हिँड्दा आमाले गाडी चढ्ने र बुबालाई पछि आऊ है भन्ने, यस्तै गरी श्रीमान र श्रीमती सँगै हिँड्दा मेरो त गाडी आयो है तपाईँ आउँदै गर्नु भन्ने अवस्था जो एउटा पैदा गर्न खोजेको छ, यो अत्यन्त गलत छ। म सरकारको ध्यान भन्सार प्रशासनभित्र मौलाइरहेको सङ्गठित राजस्व चुहावट र कानुन कार्यान्वयनको विफलताप्रति आकर्षित गराउन चाहन्छु। पहिलो विषय विद्युतीय सवारी साधनको कर छलीसँग सम्बन्धित छ। यहाँहरू सत्तामा आउनुभन्दा अघि र अहिले पनि 79 किलोवाटको भनेर घोषणा गरिएका सवारी साधनहरू वास्तवमा सफ्टवेयर चिप मार्फत पावर कम गरिएका, तर वास्तवमा चाहिँ उच्च क्षमताका मोटर भएको तथ्य सार्वजनिक भइसकेको छ। कानुनले मोटरको वास्तविक अधिकतम क्षमता अनुसार कर निर्धारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर यही कानुनी व्यवस्थाको दुरुपयोग गरी अरबौं रुपैयाँ राजस्व छली भएको महालेखा परीक्षकको प्रतिवेदनले औँलाइसकेको छ। यससँगै गाडीको सिट सङ्ख्या बढाएर आयात भएका सवारीमा भन्सार छली भएका तथ्यहरू पनि सार्वजनिक भइसकेका छन्। सरकारले यस किसिमका आर्थिक हिनामिनाको प्रकरणमा तत्काल निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न आवश्यक छ। आर्थिक सुशासनमा राज्यको प्रतिबद्धता प्रमाणित हुने गरी दण्डहीनताको अन्त्य गर्दै सुशासनको बलियो नजिर स्थापित गर्न सरकार तत्पर हुनुपर्छ। यस्ता विषयमा सवारी आयातकर्तालाई 30 दिनभित्र स्वघोषणा गरी बाँकी कर बुझाउने अवसर सरकारले दिन चाहन्छ भने बरु दियोस्, नभए 30 दिन पश्चात अनिवार्य छानबिन सम्बन्धित विषयका विज्ञबाट राय, प्राविधिक परीक्षण, जरिवाना र राजस्व असुली प्रक्रिया अघि बढाओस्। राजस्व छली गर्नेहरूलाई विगतका सरकारहरूले जस्तो संरक्षण गर्ने होइन, कानुनको शासनमा ल्याएर जरिवाना तिराउने हो। यसमा संसदीय छानबिन गर्नुपर्छ भने गरौँ, किनभने करोड होइन अरबौंको राजस्व छलीको विषय छ। के यो राज्यको ढुकुटीमा सानो रकम हो? राज्यको अरबौं रुपैयाँ राजस्व जनताको सम्पत्ति हो। त्यसको संरक्षण र असुलीमा अब सरकार मौन बस्न मिल्दैन। एउटा उदाहरण राख्न चाहन्छु, ल्यान्ड रोभर आयात प्रकरणको छ। नेपालमा आयात गरिएका 16 वटा ल्यान्ड रोभर मध्ये 6 वटा डिजेल सवारीलाई झुटो विवरण पेश गरी प्लग इन हाइब्रिड भनेर घोषणा गरी भन्सार छली गरिएको छ र कैयौं संख्याका अन्य डिजेल गाडीलाई पेट्रोल गाडी भनेर भन्सार छली गरी भित्राइएको छ। विशेष गरी प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, सायद हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू त्यति बेला अनभिज्ञ हुनुहुन्थ्यो होला, तर यिनै गाडीहरू मध्ये एउटा गाडी चुनावको बखतमा हाम्रो प्रधानमन्त्रीज्यूले पनि चढ्नु भएको थियो। यसबाट प्रति गाडी करिब 1 करोड रुपैयाँको दरले राज्यलाई करिब 6 करोड रुपैयाँ राजस्व नोक्सानी भएको तथ्य अख्तियारको अनुसन्धानबाट पुष्टि भइसकेको छ। तर प्रश्न उठ्छ, अनुसन्धान सम्पन्न भयो, प्रमाण भेटियो, तर आजसम्म अभियोजन भएको छैन, न कसैलाई कारबाही भएको छ। यदि प्रमाणित राजस्व छलीको मुद्दा समेत कार्यान्वयनमा जाँदैन भने कानुन कसका लागि हो? सरकारले निरन्तर रूपमा राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने र राज्यको ढुकुटु भरिने विषयलाई आफ्नो प्राथमिकता भएको दाबी गर्दै आएको छ। त्यसैले यो कर छलीको एउटा क्षेत्रलाई तत्काल दायरामा ल्याई राजस्व सङ्कलन गर्न र हाम्रो ढुकुटीमा केही पैसा थप गर्न म सरकारसँग आग्रह गर्दछु। यस घटनाले अर्को गम्भीर प्रश्न उठाएको छ। यदि हाम्रो भन्सार प्रणालीले डिजेल, पेट्रोल र हाइब्रिड सवारी बीचको फरक समेत प्रमाणित गर्न सक्दैन भने भन्सार नाकरबाट अरू कस्ता गलत घोषणा गरिएका सामग्रीहरू भित्रिएका होलान्? धन्यवाद। सहर बजारमा विशेष गरी यो जिम हल सञ्चालन र जिम गर्ने युवाहरूमाथि ठुलो आतङ्क हेर्नुहोस्। यसो जिम गरेर अलिक चाहिँ स्वास्थ्यको लागि बडी सडी बनायो, च्यापै पक्रेर लगेर ग्रुपिङ बनाएर हिँडेर 2-4 जना हिँडेर लगेर थुनिहाल्ने, अपराधिक दृष्टिकोणले हेरिहाल्ने। यो हजारौँको सङ्ख्यामा अहिले युवाहरू आतङ्कित छन्। सबै जिम गर्ने युवाहरू अपराधी होइनन्, सबै ट्याटु हान्ने युवाहरू अपराधी होइनन्। व्यवसाय पनि गर्नु दिने, अनि तपाईँ फेरि त्यसलाई चाहिँ अपराधीकरण पनि गर्नुहुन्न भन्न चाहन्छु। यो सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 माथि मान्य सांसदज्यूहरूले लिखित संशोधनहरू पनि राख्नु भएको छ र आज केही टिप्पणीहरू पनि गर्नुभएको छ। म तिनीहरूको जवाफ दिन यहाँ उभिएको छु। सर्वप्रथम मान्य प्रकाश चन्द्र परियारले दफा 2 बमोजिम मूल ऐनको दफा 13 को उपदफा 1 को खण्ड ग को सट्टा अर्कै वाक्यांश राख्नुपर्ने भन्ने सुझाव संशोधन राख्नु भएको छ। यसमा मेरो मन्त्रालयको धारणा के छ भने सम्बन्धित कसुरलाई मौजुदा ऐनमा सम्बद्ध कसुर प्रेडिकेट अफेन्स भनी परिभाषा गरिएको छ
सम्बद्ध कसुरलाई विश्वभरि नै एसोसिएटेड प्रेडिकेट अफेन्स भन्ने गरिएको, सोको आशय अनुसारको शब्दहरू मौजुदा ऐनमा नै कायम रहेको, त्यस्तो सम्बद्ध ऐनमा समेत विभिन्न ठाउँमा रहेका र यसलाई परिवर्तन गर्दा हालसम्म स्थापित मान्यताका अतिरिक्त ऐनको धेरै ठाउँमा संशोधन गर्नुपर्ने भई बुझाइमा समेत समस्या आउन सक्ने भएकाले विधेयकमा प्रस्ताव भए बमोजिम यथावत राख्नुपर्ने भन्ने हाम्रो धारणा छ। माननीय गणेशबहादुर विश्वकर्मा लगायत पछिल्लो चरणमा माननीय पवित्रा विकले पनि यो अङ्ग्रेजी शब्द भयो हटाउनु पर्यो भनेर भन्नुभएको छ। अब यो मूल ऐनमा नै यी शब्दहरू छन्। अब मनी लन्ड्रिङ भन्ने उच्चारण गर्न मन लागेन भने त्योभन्दा अगाडि सम्पत्ति शुद्धिकरण भन्ने नेपाली शब्द नै छ। यो बाध्यात्मक होइन। सम्पत्ति शुद्धिकरण भने पनि बुझिन्छ, मनी लन्ड्रिङ भने पनि बुझिन्छ, तर यो वर्ल्ड वाइड ग्लोबल एउटा कन्सेप्ट भए हुनाले कहिलेकाहीँ यो विश्वव्यापी मान्यता अनुरूप नै यी अङ्ग्रेजी शब्दहरूले समग्रतामा यो प्रणाली बुझाउन सक्ने भएकोले आवश्यक छन्। साथै वर्तमान संशोधन प्रस्ताव संशोधन विधेयकको नामसम्म सीमित रही मूल ऐनको नाम संशोधनसँग सम्बन्धित नरहेकोले मूल ऐनकै नाम संशोधन प्रस्तावका बखत छलफल हुन सक्ने विषय रहेकाले यसलाई यथावत राख्नुपर्ने हुन्छ। मलाई लाग्छ यो नाममा भन्दा पनि झन्डै 1 खरबभन्दा बढीको मुद्दा चलिराखेको छ, त्यतातिर बढी हामीले चासो दियौँ र आगामी दिनमा हुन सक्ने खरबौँको जुन अपचलन, भ्रष्टाचार, आर्थिक अपराधका विषयहरूलाई कसरी रोक्न सकिन्छ त्यतातिर हामीले बढी सार्थक बहस गर्न सक्छौँ जस्तो मलाई लाग्छ। माननीय कमल सुवेदीले प्रस्तावनाकै वैकल्पिक भाष्य पेश गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिन चाहे। वर्तमान संशोधन प्रस्ताव संशोधन विधेयकको लागि मात्र भएको, यसले मौजुदा ऐनको प्रस्तावनामा फरक नपार्ने भएको, मौजुदा ऐनको प्रस्तावनाले वर्तमान र भावी दिनमा आउन सक्ने समेतका सबै प्रकारका अपराधलाई समेट्ने गरी भाषा राखी मुलुकको हितमा बृहत रहेकोले हाललाई यथावत राख्न उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ। मान्य कमल सुवेदीले नै दफा 2 बमोजिम मूल ऐनको दफा 13 को उपदफा 1 को खण्ड ग को सट्टा अर्कै खण्ड प्रस्ताव गर्नुभएको रहेछ। यसमा म अलिकति डिटेलमै जवाफ दिन चाहन्छु ताकि अन्य मान्य सांसदजीहरूले उठाउनुभएका विषयहरू पनि यसमा सम्बोधन होस्। उल्लेखित सबै कसुर ऐनमा हाल रहेको सम्बद्ध कसुरको परिभाषाभित्र रही सोही ऐनको अनुसूचीमा समावेश रहेका, उक्त अनुसूची कुनै कसुरको सीमामा सीमित नरही व्यापक रहेको, कसुर नै पहिचान नभएको अवस्थामा समेत उजुरी दिन सक्ने व्यवस्था संशोधन विधेयकमा रहेकोले विधेयकको व्यवस्था थप सशक्त रहेको जानकारी म दिन चाहन्छु। ऐनको दफा 14 ले त्यस्तो उजुरी विभागले प्राप्त गरेमा समेत सामान्य जाँचबुझ गरी मूल कसुर अनुसन्धान गर्ने निकायमा पठाउने व्यवस्था गरेको छ। प्रचलित कानुन बमोजिम त्यस्ता अनुसन्धान गर्ने निकाय 13 वटा भन्दा बढी। यहाँ एउटा भ्रम पाएँ मैले, मान्यज्यूहरूले यो सम्पत्ति शुद्धिकरण विभाग चाहिँ प्रधानमन्त्री कार्यालय अन्तर्गत छ, यसलाई अख्तियारले मात्र हेरे पुग्ने भन्ने छ। त्यो गलत हो। सम्पत्ति शुद्धिकरण विभाग अर्थ मन्त्रालय अन्तर्गत छ। पहिला प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको थियो र व्यापक त्यहाँबाट उजुरी सङ्कलन गरेर ठुलो पोलिटिकल हरासमेन्टको कुसंस्कार बसाइएको थियो, त्यसलाई हामी सुधार्दैछौँ। यसलाई प्रोफेसनल्ली अगाडि लानुपर्छ भनेर अहिले यो अर्थ मन्त्रालय अन्तर्गत नै छ र अख्तियारले पनि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्छ। तर यसरी सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन मिल्ने निकायहरू 13 वटा छन् नेपालमा। उनीहरूले टेक्ने ऐनहरू 50 वटा भन्दा बढी छन्। हाम्रो यसै वर्षको एउटा योजना चाहिँ यो सम्पत्ति शुद्धिकरण मात्र होइन, अलि सशक्त आर्थिक अपराध विरुद्धको अख्तियार जस्तै निकाय, इकोनोमिक क्राइम्स अथोरिटी जस्तो बनाउन सकिन्छ कि भनेर छलफलमा जाओस् भन्ने पनि हाम्रो चाहना छ। तर अहिलेलाई ग्रे लिस्टमा परिरहेको अवस्थामा त्यो सेन्स अफ अर्जेन्सीका साथ हामीले काम गर्नुपर्ने भएर यी विधेयकहरूलाई अझ सशक्त बनाउँदै जानुपर्ने हुन्छ नै।
ऐनको दफा 13 को उपदफा 1 को खण्ड क को व्यवस्थासँग दुविधा सिर्जना हुन सक्ने र जसका कारण फौजदारी न्याय प्रणालीका सिद्धान्त वा मान्यतामा समेत प्रश्न सिर्जना गरी गलत तत्त्वले फाइदा लिन सक्ने सम्भावना बढाउन सक्ने भएको विगत 15 वर्षमा करिब यस्तै कारणले समेत समस्या आई अनुसन्धान अभियोजनको क्षेत्रमा नेपालको कानुनी क्षेत्रको स्तरमापन आंशिक रहेकोमा विश्वव्यापी मान्यता र मुलुकको अनुकूल हुने गरी 2080 चैत्रमा भएको ऐनको संशोधनले नेपालको अन्तर्राष्ट्रिय जगतमा स्तरोन्नति भएकोले यी सबै क्षेत्रका चुनौतीको हल विधेयकको व्यवस्थाले गर्ने हुँदा सोही बमोजिम हुन उपयुक्त रहेको हाम्रो धारणा छ। एकै जरियाबाट सिर्जना भएको विषय फरक फरक निकायबाट अनुसन्धान गर्दा राज्यको लागत अदालती प्रणाली र बिगो असुल उपर समेतमा समस्या पर्ने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ भन्ने मेरो जिकिर छ। माननीय चन्देश्वर मण्डलले पनि मूल ऐनको दफा 13 को उपदफा 5 पछि अर्को उपदफा थप्नुपर्छ भनेर संशोधन राख्नु भएको रहेछ। हाम्रो धारणा के छ भने ऐनको दफा 33 क ले सम्बोधन गरेको र सामान्यतया सबै क्षेत्रमा यो विषय लागू हुने भएकोले प्रचलित अन्य कानुन बमोजिम हुने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ। मान्य यशोदा कुमारी बरालले मूल ऐनको दफा 13 को उपदफा 1 को संशोधित खण्ड ग हटाउनु पर्ने भनेर संशोधन राख्नु भएको रहेछ। विभागमा दर्ता भएका मौजुदा उजुरीको अनुसन्धान र नागरिकको सहजताका लागि हालका लागि यो आवश्यक छ भन्ने हाम्रो चाहिँ धारणा रहेको छ। मलाई लाग्छ लिखित संशोधनहरू यिनै थिए। मैले मन्त्रालयको धारणा मेरो व्यक्तिगत धारणा यहाँहरू समक्ष राखेँ। अहिले पछिल्लो पटक खुला छलफलमा उठेको केही विषय अलिकति हतार भयो कि यसलाई छलफल गरेर समितिबाटै छलफल गरेर अगाडि लाँदा राम्रो हुन्छ कि भन्ने आशयलाई मैले अन्यथा मानेको छैन। ऐन निर्माणको प्रक्रिया बृहत होस्, सबै साझेदारहरू सरोकारवालाहरूलाई समेटेर अगाडि बढ्न सकियोस् भन्ने स्पिरिट त्यो लोकतान्त्रिक मर्म अनुरूप नै हो। त्यसमा मेरो विमति रहने छैन। तर यो असाध्यै सानो संशोधन हो। मूल ऐन नै अहिले काफी छ। यसमा गरिएको सानो संशोधनले चाहिँ अहिले हामीले गरिरहेका गतिविधिहरूलाई र त्यो ग्रे लिस्टको बदनामीबाट चाँडैभन्दा चाँडै निकाल्नको लागि सहयोग पुग्छ कि भनेर र यसलाई सार्वजनिक बहसमा यो विषयलाई प्रवेश गराइराख्दा त्यो एक्जिट हुने प्रक्रियालाई सहयोग नै पुग्छ भनेर पनि हामीले यो कुराहरू गरेका हौँ। यसमा घनीभूत छलफल गरेर व्यापक संशोधन गरेर अघि मैले इङ्गित गरेको इकोनोमिक क्राइम्स अथोरिटीकै छलफल चल्दाखेरि चाहिँ हामीले ठुलो लामो प्रक्रियाबाट जान सकिन्छ। अहिलेलाई यसको स्कोप सानो छ, फोकस्ड छ। त्यही भएर यसलाई धेरै बराल लिएर समय लामो लिन नपर्ला भन्ने मेरो व्यक्तिगत धारणा छ। अलिकति यहाँ विषयहरू आए, कतै पूर्वाग्रह प्रेरित भएर बदला लिनको लागि हो कि इत्यादि भन्ने छ। ठ्याक्कै विपरीत। पहिला त्यसो गरिन्थ्यो। प्रधानमन्त्री कार्यालय नै अन्तर्गत राखेर जसलाई दुःख दिनुपर्ने हो, जुन नेताको तेजोवध गर्नुपर्ने हो, उमाथि नै केन्द्रित भएर यो असाध्यै सशक्त हतियारको व्यापक दुरुपयोग, राजनीतिक अपराधीकरण, राज्य संयन्त्रको अस्त्रीकरण गरिएको अप्रिय पाठबाट हामीले सिकेर यसलाई प्रोफेसनल ट्र्याकमा ल्याउन खोजिरहेका छौँ। त्यसैले मान्यज्यूहरूको आशंका ठ्याक्कै उल्टो हो भन्ने मलाई लाग्दछ। र यसमा हामीले किन पनि यो राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन भने हामीले ग्रे लिस्टबाट निकाल्नु छ। ग्रे लिस्टको टेक्निकल डेफिनेसन नै के हो भने जुरिस्डिक्सन अन्डर इन्क्रिज्ड स्क्रुटिनी, अर्थात् हामीले गरेका हर गतिविधिमाथि असाध्यै चर्को निगरानी भइरहेको छ। त्यसैले सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई हामीले राजनीतिक अभिष्ट पुरा गर्नको लागि दुरुपयोग गऱ्यौँ भने हामी यो ग्रे लिस्टबाट निस्कन सक्दैनौँ। मैले निवेदन गरिसकेको छु यस सम्मानित सदनमा कि हामीले सत्तामा आउँदै गर्दा, सरकारमा आउँदै गर्दाखेरि 2वटा कालो धब्बाबाट निस्कने सङ्कल्प गरेका छौँ। एउटा युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट पनि हामी निस्कनु पर्नेछ, पर्यटन क्षेत्रलाई अर्कै उचाइमा पुर्याउनु पर्नेछ। अर्को यो बाँकी दुनियाँसँगको हाम्रो वित्तीय सम्बन्ध नै टुट्ने, जोखिम राख्ने यो ग्रे लिस्टको विषयबाट पनि सकेसम्म चाँडै
निस्कनुपर्छ भन्ने छ। यसै प्रसङ्गमा माननीय बलावती शर्माले समय लम्ब्याएको लम्बै छ, हामी पास भइसकेका थियौँ, किन लम्ब्याएको भन्नुभएछ। मान्यज्यू झुक्किनु भयो। मान्यज्यूले एलडिसी ग्रेजुएसनको विषयलाई इङ्गित गर्न खोज्नु भएको होला। यो सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा त हामीलाई यो 1-2 वर्षको अवधिभित्रै कति चाँडै निकालौँ भनेर हामी तदारुकताका साथ कामहरू गरिरहेका छौँ। पास भइसकेको र सरकारले समय लम्ब्याएको होइन। यहाँ विषयमा कन्फ्युजन भयो मान्यज्यूको। र फाइनली मान्य हरिमोहन भण्डारीले 7 प्रदेशमा यी इकाइहरू राख्नु पर्यो। यहाँको आह्वानलाई म स्वागत गर्दछु, जुन मर्म हो, स्पिरिट हो। तर यसमा मान्यज्यूलाई म के निवेदन गर्न चाहन्छु भने यो सम्पत्ति शुद्धिकरण मैले अघिल्लो पटक पनि भनेको थिएँ, कसैले धन धेरै कमायो, कसैले घर ठड्यायो, अहिले तडक भडक जीवनशैली अपनायो भन्दैमा सम्पत्ति शुद्धिकरण लगाउने होइन। सम्पत्ति शुद्धिकरण दोस्रो तहमा आकर्षित हुने विषय हो। पहिलो चरणमा हामीले त्यो सम्बद्ध कसुर, प्रेडिकेट अफेन्स स्ट्याब्लिस गर्नुपर्छ। कसैले तस्करी गर्यो, कसैले भ्रष्टाचार गर्यो इत्यादि भन्ने त्यो प्राइमरी अपराध स्थापित हुनु पर्यो। र त्यो क्राइमबाट आर्जित जुन लाभ हुन्छ नि, प्रोसिड्स फ्रम क्राइम, त्यसलाई चाहिँ वैध बनाउनको लागि त्यो व्यक्तिले चालेका कदमहरू पछि बल्ल सम्पत्ति शुद्धिकरण आकर्षित हुन्छ। तर यो विषयको पनि व्यापक दुरुपयोग गरिएको थियो पहिला। कोही मान्छे मन परेन, सम्पत्ति शुद्धिकरण लगाइदिए। हाम्रै पार्टीका सभापतिमाथि पनि यो हतियार चलाइएको हो। म विरुद्ध पनि हतियार यो चलाउन खोजिएको थियो, अहिलेका कर्मचारीहरूले भन्छन्। त्यसैले हामी त्यही गर्न खोजेका होइनौँ, यही फरक छ। राजनीतिक यो कल्चरलाई हामी तोड्न चाहन्छौँ। हाम्रो एउटै मात्र अर्जुन दृष्टि, लक्ष्य मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने हो। र त्यसका लागि जे गर्नुपर्छ गर्ने, जे गर्नु हुँदैन नगर्ने। र मान्यज्यूहरूले जुन भय गर्नुभएको छ त्यसप्रति चाहिँ हामीले सचेत गराएको मात्रै हो। हस् त, धेरै धेरै धन्यवाद। सम्माननीय सभामुख महोदय, नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा केही नेपाल ऐन संशोधन गर्ने ऐन 2075 बाट संशोधन भई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग रहने गरी व्यवस्था भएको थियो। प्रस्तुत संशोधन हुनु अघि राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नै रहँदै आएको थियो। सूचनाको सङ्कलन तथा विश्लेषण सहितका राष्ट्रिय अनुसन्धान विभागबाट सम्पादन हुने कार्यको लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतका अन्य निकायहरू समेतसँग समन्वय भई सूचनाको विश्लेषण हुँदै नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट नेपाल सरकार कार्यविभाजन नियमावली 2074 मा संशोधन भई राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय अन्तर्गत रहने गरी व्यवस्था गर्न नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेश जारी भई नेपाल विशेष सेवा ऐनमा संशोधन भएकोमा नेपालको आन्तरिक तथा बाह्य सूचनाको विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 मा संशोधन भएको हो। नेपालको सुरक्षा कायम राख्न नेपाल विशेष सेवाको गठन र तत्सम्बन्धी सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको नेपाल विशेष सेवा ऐन 2042 को दफा 4 को उपदफा 1 मा अध्यादेशबाट कायम भएको नेपाल सरकार गृह मन्त्रालय भन्ने शब्दहरूको सट्टा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुनेछ भन्ने व्यवस्था कायम राख्न आवश्यक भएकोले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।